हेलो हेलो गाइस, म चाहिँ छोटो मिनी भ्लग लिएर आएको छु। यो चाहिँ गाउँमा धान झारेको दाइँ गरेको भन्छ है। सो मेरो चाहिँ दाइँ गर्दा गर्दै टोपी झरी गयो, सो म लाउँदैछु है गाइस। यो चाहिँ मेरो लाइफको फर्स्ट काम हो है गाइस। म गाउँमै हुर्केको भए पनि यस्तो काम चाहिँ कहिल्यै गरेको थिइनँ। सो मेरो फर्स्ट ट्राई हो। धेरै फन्नी पनि भयो नजानेर है गाइस। त्यही भए पनि हेरेर इन्जोय गरिदिनु होला। नजान्नु पनि धेरै गाह्रो छ है साथी हो, तर फाइनल्ली मैले सिकिसकेँ है गाइस। सबै प्रोसेसहरू सिकिसकेँ। यति गाह्रो हुँदो रहेछ नि गाइस, हात दुखेर भनेको के भन्नु पछारेकोले गाइस। लोकल चामलको भात खानु सजिलो छैन है साथी हो। धेरै पर्खिनु पर्दो रहेछ। हेर्नु, 1 वर्षको कमाइलाई कति के गर्नु पर्दो रहेछ। बनाउनेलाई दिन्छ बनाउने गयो भने पाउने पैसा पाउँछ। काम गरेको हेर्दा त सजिलो देख्छ गाइस, त्यही भए पनि धान कसरी झार्छ गाइस त्यसको प्रोसेस भन्न मन लाग्यो। अलिकति भनिदिन्छु है गाइस। फर्स्टमा चाहिँ ठुलो मुठा बाँधेर त्यसलाई चाहिँ धान झार्नु पर्दो रहेछ गाइस। सो अलिअलि रहँदो रहेछ। त्यसलाई चाहिँ यसरी पछारेर गाइस, यो बोजूले पछारेको जस्तो गरेर पछारेर धान फेदमा भएको झारेर अन्त सानो सानो छोटो छोटो पराल पनि निकाल्नु पर्ने रहेछ। त्यहाँदेखि त्यसलाई चाहिँ यसरी बाँधेर चाहिँ मैले बाँधिरहेँ जस्तो गरेर यसरी बाँधेर चाहिँ त्यसलाई पछार्नु पर्ने रहेछ, किनकि धान हुँदो रहेछ है गाइस। फेरि राम्रोसँग झरेको हुँदैन रहेछ। सो पछारिसकेपछि चाहिँ फाइनल्ली पराल सकेको प्रोसेस। सो गाइस, आजको यो मेरो मिनी भ्लग कस्तो लाग्छ हजुरहरूलाई कमेन्ट गरिदिनु होला। अनि ह्याभ अ नाइस डे एन्ड थ्याङ्क यू फर वाचिङ गाइस। बाई बाई।